नमस्ते सबैजनालाई। म चाहिँ आज च्याप्टर 15 को ओछारी कपडा लगाई भन्ने कुराहरूको मिनिङ चाहिँ आज म भन्न गइरहेको छु। नुगु भनेको मरी भनेको टाउको, खमुन्सेक भनेको कालो रङ, साङ्थे भनेको अवस्था, एक्सेसरी भनेको पहिरन सामान गरगहना, सेक्काल भनेको रङ, छन्थोङ उइसाङ भनेको परम्परागत पोसाक, टिसेचु भनेको टी सर्ट, छम्बा भनेको ज्याकेट, छम्फ भनेको हुडी, छङफाजी भनेको चाहिँ जिन्स प्यान्ट, छिमा भनेको स्कर्ट, फानफाजी भनेको हाफ प्यान्ट, मेनफाजी भनेको कटन प्यान्ट, वनफिसु भनेको वन पिस घाँगर एउटा मात्रै पिस हुन्छ, ओन्दोङ्वा भनेको चाहिँ स्पोर्ट जुत्ता, सुल्लिफ भनेको चप्पल, खुदु भनेको पार्टी जुत्ता, याङमाल भनेको मोजा, छाङ्वा भनेको गम्बुट, आन्खेङ भनेको चस्मा, सनग्लासु भनेको सनग्लास। अर्को छ मोजा भनेको टोपी, मोहत्मो भनेको के, हेङ्गुई भनेको कार्य, खेलगा भनेको नतिजा, पाल्गानसेक भनेको रातो रङ, छुवाङसेक भनेको चाहिँ सुन्तला रङ, नोरानसेक भनेको चाहिँ पहेँलो रङ, छोरोकसेक भनेको हरे रङ, हानुलसेक भनेको आकाशे निलो रङ, फारानसेक भनेको निलो रङ फानी भनिन्छ, फोरासेक भनेको बैजनी रङ, बुनोङसेक भनेको गुलाबी रङ, हुइसेक भनेको हल्का खैरो रङ, कामानसेक खमुन्सेक भनेको कालो रङ, हायानसेक भनेको सेतो रङ, खालसेक भनेको गाढा खैरो रङ, सेफिङ मुल भनेको सपिङ मल, खेरुन्सिक भनेको विवाह, एनफिल्ड भनेको पेन्सिल, छेक भनेको किताब, हेन्जे भनेको वर्तमान, छेक्साङ भनेको पन्ने टेबल, पाङ भनेको पाउरोटी, हानबोक भनेको कोरियानको परम्परागत पोसाक। अर्को रहेको छ नामसाङ नाम्जा भनेको केटा पुरुष, थाजी छगुरी भनेको पाइँट दौरा, छोक्की भनेको जरीकोट, एसङ एजा भनेको महिला केटी, छुरुम भनेको मुजा पर्ने चाउरी पर्ने, सिलुएट भनेको रूपरेखा, छिह्याङ भनेको शरीरको आकार, छाङजम भनेको राम्रो पक्ष, थान्जम भनेको राम्रो पक्ष, फेङसाङबोक भनेको साधारण कपडा, थासो भनेको थोरै अलिकति, फेन्वा भनेको परिवर्तन, थेजुङवा एन्गी युएङ भनेको लोकप्रियता, एङनेङ भनेको उमेर समूह, एखाल भनेको भूमिका, छेथोङ भनेको प्रणाली ढाँचा, हानबोक फेसु थिवल भनेको हानबोक महोत्सव, हानबोक फेसन सो भनेको हानबोक फेसन सो, सेग्गे जकुरु भनेको विश्वव्यापी रूपमा, नल्ली भनेको चौतर्फी व्यापक जताततै, नोर्रेक भनेको प्रयास, छिनफुबुन भनेको सही भाव, साजिन भनेको फोटो, फाल्ची भनेको चाहिँ गोडा, म चाहिँ यसलाई बाल्ची भन्छु किनभने ओरिजिनल बा भनेपछि पर्सि यो फाल्चीसँग चाहिँ यसको कम्पेरिजन हुनसक्छ, खुम्फान्जी भनेको सुनको औँठी, साङ्थे भनेको अवस्था, सेङ्गल हानबोक भनेको दैनिक जीवनमा लगाउने कोरियानको परम्परागत पोसाक, छिसो माछामुल भनेको चाहिँ यो परेन, खेङ्गु ख्युम भनेको यो पनि परेन, सिल्लाङ भनेको बेहुला, सिन्बु भनेको बेहुली, फुबु भनेको बेहुला बेहुली बरबधु, छारी मादा भनेको कपडा मिलाएर लगाउनु, छाम्ता भनेको छोटो हुनु, खिल्ला भनेको लामो, खाजिदा भनेको ल्याउनु सामान ल्याउनु, तेरिदा भनेको चाहिँ ल्याउनु नै हुन्छ तर अन्य प्राणीहरू ल्याउनु, छोआदा भनेको मन पराउनु, साराङादा माया गर्नु, कुन्नादा सकिनु, कुन्नेदा माझिदा सक्नु, फाक्ता भनेको उज्यालो हुनु, अदुप्ता भनेको अँध्यारो हुनु, एप्पुदा भनेको सुन्दरी हुनु, तातो ताता भनेको न्यानो हुनु, छेमित्ता भनेको रमाइलो हुनु, छेमियाप्ता भनेको रमाइलो नहुनु, मासित्ता भनेको मिठो हुनु। अर्को छ मासप्ता भनेको मिठो नहुनु, माउमै थुल्दा मन पर्नु, वारे आधा भनेको झकै जग्गा हुनु, एकदम चिटिक्क हुनु, वा आधा भनेको आकर्षक हुनु, रुचिपूर्ण हुनु, खुसङ थुइदा भनेको समावेश हुनु, छायन सरप्ता भनेको प्राकृतिक हुनु, स्वाभाविक हुनु, फुङसङ आधा भनेको प्रचुर मात्रामा हुनु, अत्यधिक हुनु, धेरै हुनु, औलिदा भनेको सुहाउनु, फुलफेनादा भनेको चाहिँ असहज हुनु, मन नपर्नु, फेनादा भनेको सहज हुनु, फेनानादा भनेको चाहिँ अति सहज हुनु, खेराङ आधा भनेको सुधार गर्नु, संशोधन गर्नु, परिवर्तन गर्नु, थान्सुनादा भनेको सरल हुनु, सिल्युङ जकिदा भनेको व्यवहारिक हुनु, खिया आधा भनेको योगदान पुर्याउनु, छम्छान्ता भनेको शालीन हुनु, सम्मानित हुनु, थाना आधा भनेको रुचिपूर्ण हुनु, छुइगुन थुल्ला भनेको हालसाले सुरु हुनु, छुइगुन थुत्ता भनेको हालसाले सुन्नु, आल्लिदा भनेको थाहा पाउनु, नल्ले आल्लिदा भनेको चौतर्फी थाहा पाउनु, छादा भनेको घडी ब्रासेट लगाउनु, मेदा भनेको टाई लगाउनु, मेदा भनेको झोला भिर्नु, हादा भनेको चाहिँ गर्नु पनि हुन्छ, गलबन्दी लगाउनुलाई पनि हादा भन्छ, खल्ला भनेको सिक्री लगाउनु झुन्ड्याउनु, फत्ता भनेको खोल्नु, माउमै थुल्ला मन पर्नु, सेङ्न्याक आधा भनेको चाहिँ हटाउनु तोकिनु,
अब यहाँ आएको छ फिसुतमाल परेपछि कालको मादा सफा हुनु, केको दादा सफा हुनु, थान्जुरुल छाम्कुदा भनेको टाक लगाउनु, थान्जुरुल छेउदा भनेको टाक लगाउनु, मुसुब भनेको दृश्य अवस्था, हेङथे भनेको अवस्था, बुवा भनेको जुनियर, जति पनि आउँछन् तिनीहरू सबै के हुन्छन्, आउने जति सबै जुनियरको हुन्छन्। जस्तै बुवा, हाकुप्छा, आरेस साराम तल्लो स्तरको मान्छे, साङसा, सन्फे, साङकुप्जा, ओत्साराम भनेको ओत्साराम, छागबुक काम गर्दा लगाउने कपडा, छोन्देत मारुल आधा शिष्ट भाषा बोल, नोफी मारुल साइङ आधा, खुन छोरी रुल ततुल्दा ठुलो स्वरले हल्ला गर्नु, खोसाङ फाङ्गारुल हादा भनेको ठुलो स्वरले कराउनु। अब यहाँ आएको छ फान्देमाल विपरीत शब्द, खिल्ला भनेको लामो हुनु, चाल्ला भनेको छोटो हुनु, कामानसेकको कालोको सेतो, हायानसेक, नेकथारुल मेदा टाई बाँधेको नेकथारुल फुल्ला, थान्छुरुल छामखुदा को चाहिँ टाँक लगाउनुको थान्छुरुल फुल्ला टाँक खोल्नु, ततुल्दा हल्ला गर्नु, छोइङ आधा शान्त हुनु, फानमारुल आधाको ठाडो भाषा बोल्नु, छोन्देत मारुल आधा भने शिष्ट भाषा बोल्नु, साङसा सन्वे साङकुप्जा ओत्साराम भनेको सिनियर कर्मचारी भयो, बुहा हुबे हाकुप्जा आरेस साराम भनेको सानो मान्छे, सिनफाल कुरुल मुक्ता भनेको चाहिँ जुत्ताको तुना कस्नु, सिनफालुल फुल्दा भने जुत्ताको तुना गर्नु, एविगा इत्ता शिष्ट हुनु, एविगा हप्ता नहुनु, जिफरुल उलिँदा चेन लगाउनु, जिफरुल निलिँदा झार्नु, फेनादा सहज हुनु, फुलफेनादा असहज हुनु, खिवानादा सामान साट्नु, मुलगनुल फाक्कुदा भने सामान साट्नु, सिल्लाङ बेहुला सिन्बु बेहुली। थ्याङ्क यू।